नेपालकै एउटा उत्कृष्ट ठाउँ रामरोशन, जहाँ जुनको किरणमा चम्किने तालहरूले जीवन, शान्ति र सुन्दरताको रूप देखाउँछ, जहाँ घाँसे मैदानहरूले हावा बोक्दै भविष्यका गीत गुनगुनाउँछन्, जहाँ हरिया घना जङ्गलले असङ्ख्य प्राणीहरूको घर सजाउँछ, जहाँ झरनाहरूबाट बग्ने पानीले जीवन निरन्तर बगिरहने आवाज दिलाउँछ, जहाँ आकाशसँग काख मिलाएका पहाडका चुचुराहरूले शान्तिको स्वर फैलाउँछ। यहाँ जब बिहानीको पहिलो घाम टल्केर फैलिन्छ, पहाडको काखमा चिसो हावा छमछम नाच्न थाल्छ। शीतल हावाको स्पर्शले मन थामिन्छ, थकाइ हराउँछ र जीवनले फेरि नयाँ उमङ्ग पाउँछ। चराहरूको चिरबिर आवाज, जङ्गल, पाटन, खोला, भेडाहरूले यहाँको वातावरण एकदमै स्वर्गीय बनाउँछ। जब एकपटक पर्यटक यहाँ उपस्थित हुन्छ, केवल दृश्य मात्रै देख्दैन, उसले प्रकृतिको धड्कनलाई छातीमै महसुस गर्छ। आउनुहोस् यात्रा गरौँ रामरोशनको। तेरा खतरा बाइक लिएर आयो यार। ठिक छ, जाउँ न त अब। ल लेट्स स्टार्ट भने जस्तै भयो। ल ल सबैजनालाई नमस्कार। फेरि पनि स्वागत छ हाम्रो नयाँ यात्रामा। यसपालि हामी छौँ नेपालकै पश्चिमी भूभागमा, त्यो हो सुदूरपश्चिम प्रदेश। यसपालिको यात्रा हाम्रो सुदूरपश्चिमकै धेरै प्रचलित नभएको ठाउँ रामरोशनको रहनेछ। यो यात्रामा हामी सुदूरपश्चिम प्रदेशकै विभिन्न जिल्लाहरू मोटर बाइकमा नै अवलोकन गर्नेछौँ। हाम्रो यात्रा महेन्द्रनगरबाट सुरु भयो। महेन्द्रनगरबाट अत्तरिया खानडाँडा हुँदै हामी डडेलधुरातर्फ लाग्यौँ। यही होइन भासुको भिर, डेन्जर, पुरै सिधा रहेछ यार, पुरा सिधा। डेन्जर भिर छ है यो त। आम्मा त सिधा तल छ यार, सिधा तल छ। एकचोटि हेर्ने हो त, डेन्जर छ एकदम। कस्तो भइरहेको छ ललित? एकदम रमाइलो भइरहेको। अरे यो बाइक मात्रै आएको भयङ्कर अब धुल्टोमा यति सजिलो लाग्यो नि, सुई टर्निङमा पनि भयङ्कर सजिलो भने चलाएर हिँड्ने खतरा सजिलो लाग्ला भयङ्कर। अरू बाइकमा यसरी यति मजाले चलाउन सकिन्न फेरि। त्यही त फल्टुडे बजारमा छौँ अहिले हामी। फल्टुडे बजार रे हो, कैलालीको फल्टुडे बजार। अहिले चाहिँ हामी यो बजारमा आइपुगेका छौँ। यहाँ खाना खानलाई रोकेछौँ। हामी यो ठाउँमा खानासाना खायौँ। टाइम अति धेरै नै गइसक्यो, लगभग 11:30 भइसक्यो। 8 बजे हिँडेको छौँ। यहाँबाट अब नन स्टप जाने नै प्लान छ। नन स्टप नै जान्छौँ। केही रोक्नु मन लाग्यो भने रोक्छौँ, नभए नन स्टप नै जान्छौँ। हेरौँ के हुन्छ, कहाँसम्म पुगिन्छ। यहाँदेखि साफै पुग्न नै 5 घन्टा जस्तो लाग्छ। करिब 6 घन्टामा हामी डडेलधुरा पुग्यौँ। डडेलधुराबाट लगत्तै दिपाइलतर्फ लाग्यौँ। र हामी भर्खरै स्याउले भन्ने बजार आइपुग्यो।
अब यहाँबाट चाहिँ बाटो छुट्टिन्छ यहाँबाट लेफ्ट गयो भने चाहिँ डडेलधुरा बजार होइन अनि यता गयो भने चाहिँ हाम्रो डोटी दिपायल हामी चाहिँ राइट टर्न लिन्छौँ यहाँबाट डडेलधुरा बजार लगभग 3-4 किलोमिटर छ अब हामी यहाँबाट दिपायलतिर लाग्छौँ डडेलधुराबाट दिपायलको बाटो एकदमै सहज छ तराईको बाटो कुदाएको जस्तो नै अनुभूति हुन्छ डडेलधुरा पुग्न हामीलाई 6 घन्टा लागेको थियो पारी कसरी जाने हो कहाँ त्यहाँ माथि तेरो गाउँ जाने एउटा चौतारा थियो नि रोडको छेउमा यसो टर्निङ चौतारा थियो नि त्यहाँबाट पनि जान्छ सर्टकट अर्को बाटो तलबाट जान्छ तलबाट फेरि माथि चढ्नु हो त्यहाँबाट ठ्याक्क गाडीमा चाहिँ बाइकमा चाहिँ कति आधी घन्टामा पुग्छ ठ्याक्कै सिधै गयो भने उकालोबाट डडेलधुराबाट दिपायलको बाटो एकदमै राम्रो र सिधा भएको कारणले हामीलाई दिपायल पुग्न 1 घन्टा मात्रै लाग्यो डडेलधुरादेखि दिपायल 65 किलोमिटरको यात्रा हो यो दूरीमा एकदमै रमाइलो दृश्यहरू देख्न सकिन्छ यहाँ बाटोको छेउमा गरिएको खेती र छेउमै बगिरहेको खोलाले यहाँको यात्रालाई एकदमै आनन्दमय बनाउँछ अहिले चाहिँ सिलगढी पुग्ने लागेको छौँ भ्यूहरू बवाल छ यतापट्टि हो कस्तो बवाल भ्यू यहाँबाट दिपायल 17 किलोमिटर अझै रहेछ भ्यू त नेक्स्ट लेभल छ यार हामी चाहिँ अहिले दिपायल पुग्न आँटेको थियौँ पलकोटमा छ हामी पलकोट बाटोमा यस्तो बवाल भ्यू देखेर एकछिन रोक्नै पर्ने भयो हेरेर भए पनि आनन्द लिउँ भनेर अघि हामीले पछाडि खाली रोक्या हो यस्तो खतरा रहेछ यार कस्तो बवाल भ्यू यार अहिले चाहिँ हामी दिपायल आइपुग्यौँ 210 किलोमिटर रहेछ ठ्याक्कै महेन्द्रनगरबाट यहाँबाट बाटो छुटिने रहेछ कहाँ छ लेखा ए लेखा रहेछ उता लेखा रहेछ 15 किलोमिटर रहेछ यहाँदेखि पिछो भन्दा के को 1 घन्टा आधी घन्टा ठिक छ ल फर्किँदाखेरि जानुपर्छ यहाँदेखि हाम्रो खप्तरको लागि बाटो छुटिँदो रहेछ हामी रामा रोशन गएर अनि यहाँ खप्तर पनि जान्छौँ 50 के को भन त फुल किन चढाएको यसरी बाटो रोकेर पैसा माग्नु पाउँछ तिमीहरूले अहिले गाडी ठोक्यो भने के तिमीहरू गाडीसँग खतरा बाइक यार गीत गाउँ पहिला आउने हुन्छ स्याउली यहाँ अगाडि आउनु पर्यो नि यता आउनु त अगाडि कहाँ पऱ्यो लुक्नु आएको तिमीहरू गीत त गाइदियो एउटा होइन एउटा गीत गाइदियो ल यता त्यो पनि यता तिमीहरूको सबै युट्युबमा आउँछ अहिले ल हो भने ल झन् राम्रो ल अरू गीत गाउँ ल यहीँको देउडा गीत गाउँ एउटा जे आउँछ त्यो गीत गाउँ एउटा देउडा
ऊ दिनला खाऊ एउटा तिम्रो साथीहरू होइन तिम्रो साथीहरू होइन तिम्रो साथी हो कि होइन कति दियो 50 के हामीलाई मात्र रोक्ने हो दिपाइलपछि हामी सिलगढी हुँदै फेरि साफे बगरतर्फ लाग्यौँ करिब 5 बजेतिर हामी साफे बगर पुग्यौँ अहिले चाहिँ हामी साफे बगर पुग्न लाग्दैछौँ अब 6 किलोमिटर जति बाँकी छ यहाँ पुग्दासम्म 5 बजिसक्यो लगभग 9 घन्टा भइसक्यो 5:20 जस्तो भइसक्यो बवाल छ है भ्यू चाहिँ एकदम राम्रो छ पछाडि म ब्याक क्यामेराबाट देखाउँछु यसको ठ्याक्कै पछाडिपट्टि चाहिँ यहाँनिर चाहिँ साफे बगर बजार छ अनि ठ्याक्कै यता डाँडामा देखेको चाहिँ मङ्गलसेन पनि देखिरहेको छ साफेबाट लगभग 30-35 किलोमिटर टाढा यो कुन नदी हो लड्दै बुढी गङ्गा जाने जाऊँ बाय एकछिन 10 मिनट 15-20 मिनट रेस्ट गरौँ यहाँ त्यहाँ ल फाइनली साफे बगर आइपुग्यो 285 किलोमिटर यो बाटो सिधै गयो भने मातडी बाजुरा यता गयो भने चाहिँ अछाम मङ्गलसेन एउटा फोटो खिचिहाल्छु साफे बगरमा हामीले रामरोसन जाने बाटोको बारेमा सोधपुछ गऱ्यौँ रामरोसन मङ्गलसेनबाट र जयगढ भन्ने ठाउँबाट पनि जान सकिन्छ जयगढ जानु जयगढबाट त्यही सोध्ने कति लाग्दैछ हामीलाई खासै त्यति थाहा छैन हामी गएको छैन गाडी लिएर ए जयगढ भन्ने ठाउँ जयगढ खै कहाँ जयगढ कहाँ छ त्यहीँबाट हामी कहाँ छौँ जयगढसम्म जाउँ नि त्यहाँबाट अनि त्यहाँ बस्छ अरे होटलहरू जाउँ मङ्गलसेनकै बाटो हो पर्दैन 15 किलोमिटर रहेछ साफे बगरबाट जयगढको बाटो नै सजिलो छ भन्ने थाहा भएपछि हामी जयगढतर्फ लाग्यौँ जयगढको बाटो मङ्गलसेन नपुग्दै बीच बाटोबाट छुट्टिँदो रहेछ साफे बगरबाट जयगढ करिब 15 किलोमिटर रहेछ यो चाहिँ जयगढमा भएको जयगढ बजार पुग्नुभन्दा अलि अगाडिकै टर्निङमा झरना होटल भन्ने छ हिजो हामी यहीँ बस्यौँ अनि अब आज यहाँबाट लागि निस्किन्छौँ दाइ मुजा बगर जाने बाटो कुन हो मुजा बगर तलबाट जानु
गएर इन्ट्री बोर्ड छ नि अँ इन्ट्री बोर्डमा सिधै जानु अगाडि उयो आउनु राइट आउनु अनि यहाँ माथि ए यो चाहिँ कताको यहाँबाट छ त सानो सिडी छ कि यहाँनिर ए यो पर्ने हाम्रो मङ्गल चाहिँ त्यो महँगो थियो यो चेकपोस्टबाट चाहिँ यता जानुपर्ने रहेछ यो चेकपोस्ट प्रहरी चौकी जयगढ लेखा छ यहाँबाट चाहिँ यता जानुपर्ने रहेछ माथि हामी बजारतिर गयौँ बजार नपुगिकन यहाँबाट जानु मिल्दो रहेछ अहिले हामी मुजा बगर गइरहेको छौँ होइन अनि मेन प्रब्लम चाहिँ के भयो भन्दाखेरि हिजो हामीले महेन्द्रनगरमा फुल ट्याङ्क गरायौँ अनि त्यसपछि दिपायल सिलगढी कतैतिर पनि पेट्रोल पम्प खुला थिएन कि पेट्रोल छैन नै लेखाएको थियो अनि यहाँ अनि गाउँहरूमा त पसलमा त्यो जालमा राखिरहेको हुन्छ नि त अनि तिनीहरूमा नि जयगढमा पनि सकेको थियो अनि एउटा दाइलाई यता सोधेको त्यहाँ नि सकेको रहेछ अब मुजा बगरमा पाउँछ भन्ने छ हेरौँ के हुन्छ किनकि पेट्रोल त आवश्यक नै भइसक्यो त्यहाँबाट हामी फुल ट्याङ्क गरेर 300 किलोमिटर हिँडिसकेका छौँ अनि पेट्रोल त एकदम निडेड भइसक्यो भ्यू त बवाल छ है बाटो नै अलि खराब होला देखा जस्तो छैन त्यो बाटो टिपिकल नेपाली हाउस बाटो अफ रोड भए पनि बाटो ग्राभल नै छ अहिलेसम्म त ठिकै भइरहेको छ अगाडि हेरौँ कस्तो छ अलिअलि त्यहाँनिर ढुङ्गासुङ्गा थियो तर एक्सट्रिम अफ रोड पनि भन्न मिल्दैन अहिलेसम्म चाहिँ डाँडाकाँडा त कस्तो राम्रो छ यार बाइकहरू पनि टन्नै देखिरहेको छु मैले गएको तर उहाँहरू चाहिँ यतैको लोकल हो ठ्याक्कै यहाँनिर खोला आयो पुल तर्ने मलाई चाहिँ यही बाटो हो जस्तो लाग्यो हामी चाहिँ यता जयगढबाट निस्क्यौँ पुल तरेर माथिबाट चाहिँ मङ्गलसेनको बाटो हो जस्तो लाग्यो यो त मङ्गलसेनको होला नि सिधै हो सोधा छैन ऊ रामा रोशन टिकापुर मङ्गलसेन जाल्ना हो कि त्यो त जयगढबाट सिधै हो अब यो अर्को गाउँ हुँदै जाने हो कि गाडी पनि मजाले पाउने रहेछ त
दुईवटा मैले त्यो गाडी देखिसकेँ लोकल यहाँसम्म चल्ने धनगढी रामरोशन नै लेखिरहेको थियो गाडीमा भनेपछि रामरोशनको गाडी पनि पाउँदो रहेछ त्यो गाडी अब मुजा बगरसम्म चल्छ कि माथि रामरोशनतिर चल्छ त्यो चाहिँ थाहा भएन त्यो चाहिँ चल्नुपर्छ कताबाट हाल्ने केही देखिरहेको छैन त्यताबाट हाल्यो म पनि यतैबाट हाल्छु किनकि केही ढुङ्गैदेखि लाग्छ नि यार देखेर नि ढुङ्गा ठुलो थियो पर्दैन मैले बनाइसकेँ यहाँबाट है धुन्दा हालियो ओ दामी भ्यू आयो नि त कस्तो दामी भ्यू यार डाँडा त कहाँ मनासलु हो ठ्याक्क यस्तो छ अब कहाँ हाल्नु हेर्नु पर्यो यार हामी गहिरो छ जस्तो लागिरह हेर्दाखेरि गहिरो छ जस्तो लागिरह यो दाइको खुट्टा हेरौँ कति गहिरो छ ठ्याक्कै मुजफ्फरपुरको इन्ट्रान्समै यस्तो रहेछ हाल्दै यहाँ जान के गर्नु यसै कट हानेर जाँदा कुकुरको कति डुब्यो त कुकुर त पुरै डुब्छ कि ल कुकुर पनि पार ललित दाइले हाल्यो पेन्ट चाहिँ माथि गरौँ है जुत्ता चाहिँ सियर भिज्ला जस्तो छ गहिरो छ नि यार लास्ट गहिरो छ हैट जुत्ता पुरै भिज्यो फाइनली हामी मुजा बगर आइपुग्यौँ कुन बगर यारो बगर भने मुजा बगर जुत्ता पुरै भिज्यो यार अब पेट्रोल छोडिराखौँ जान त सोध्न
पेट्रोल कहाँ पाउँछ भाइ पेट्रोल पेट्रोल के पेट्रोल थाहा भएन। दिदी पेट्रोल कता पाउने हो यहाँ यसमा उता माथि पाउँछ र थाहा छैन 2 घन्टा मान्छे 5 लिटर हाले होइन लैदाइ त कति हाल्छस् त्यसमा कति अट्छ अट्ने जति हाल्ने हो 5 त अट्छ काजु बदाम त्यसपछि लिएर जानुहोस् उता पाइने होइन र उता मैदानमा गएपछि अब त्यो खाना खाने हेरी यता छ लड्दैन त्यति लगेर गयो राम्रो होला बिचमा हालेपछि आफ्नो बाइक भएन भने रेगुलर के म कस्तो अर्कै लाग्छ के बानी हुन्न नि त यतिले पुग्छ कि पुग्दैन त्यो डर हुने कि आँखा चिन्ने ढुक्क हुन्छ आफ्नो भएपछि यतिमा पनि एक दिन भने पुरै विश्वास हुन्छ के फिक्स हुन्छ ल बल्ल बल्ल यहाँ मुजाफरमा पेट्रोल भेटेको छ अलि मनलाई शान्ति भएको छ पेट्रोल सेट्रोल पनि हालिदियो अलि रिलिफ भयो पेट्रोल हालेर किनकि यहाँसम्म पुग्दा 320 किलोमिटर भइसकेको छ 320 किलोमिटर भनेको धेरै नै हो र ठ्याक्कै महेन्द्रनगरबाट यहाँसम्म 320 किलोमिटर यहाँ चाहिँ पेट्रोल पनि 2-3 ठाउँमा पाउँदो रहेछ आधिकारिक विक्रेता भनेको त्यो किराना पसल रहेछ अलि अगाडि चाहिँ 2टा बाटो आयो यहाँबाट एउटा सिधा गइरहेछ अनि एउटा यो तल नदीबाट गइरहेछ अब मेन कुन चाहिँ हो थाहा छैन सोध्न गएको छ त्यो दाइले धन्नै त्यो होइन रहेछ यार सिधै हो त्यो त डेन्जर नदी छ यार मुनि यहाँ हाम्रो किराना पसलको दाइले पुलबाट लेफ्ट जानु भन्दै हुनुहुन्छ यही पुल होला यहाँबाट नै लेफ्ट जानुपर्ने होला बल्दै खोला पुल रामरोशन पर्यटन क्षेत्र यता बाटो चाहिँ ठिकै अफरोड छ भ्यू पनि बवाल छ त्यो मुजाबगर भन्ने ठाउँदेखि चाहिँ यो ढुङ्गा खालको अफरोड छ तर त्यति अप्ठ्यारो पनि छैन मुजाबगरसम्म चाहिँ पाइन्छ बाटो केही प्रब्लम छैन त्यसपछि पनि यस्तै ग्राभल ढुङ्गा अहिले हामी रामरोशनतर्फ लागिरहेछौँ अनि बिचमा एउटा क्या मजाको गाउँ देखियो के ओ क्या दामी छ अब यो क्यामेरामा त राम्रो आउँदैन
यताबाट कता हो अब कन्फ्युज भयो नि त रामरोशन दाइ कताबाट माथि हो ए यो पुरो पातल जान्छ है माथिबाट कति घन्टा लाग्छ अब केही 1.5 घन्टामा यहाँबाट चाहिँ माथि रहेछ है यो यहाँबाट चाहिँ लेफ्ट लाग्नु होला है ए राइट लाग्नु होला है त्यहाँनिर बोर्ड राखेको थियो अरे अब कसले फालिदियो क्या यस्तो चाहिँ प्लिज नगर्नु होला अब हामीले यहाँनिर मान्छे नभेटेको भयो सिधै अगाडि गएको भए हामी कहाँ पुग्छौँ नि त त्यही भएर त्यो बोर्ड फाल्ने केरमेर गर्ने नगर्नु होला अनि त्यसपछि हिजो हामी दिपाइलबाट आउँदैथ्यौँ त्यो माइल स्टोनमा पनि कति धेरै माइल स्टोनहरू बिगारिदिएको थियो कि जस्तै 27 किलोमिटर बाँकी छ अगाडिको 2 फुटालेर फालिदिएको थियो अनि 7 किलोमिटर बाँकी जस्तो देखिने क्या कुनै साँच्चै बगर नपुग्दासम्म त्यस्तै गरेको थियो सो मान्छे ढुकिहाल्छ नि होइन त्यस्तो चाहिँ प्लिज माइल स्टोनमा बोर्डहरूमा केही पनि गडबड नगरिदिनु होला हामी त क्या ढुक्क भएको थियौँ अब 7 किलोमिटर बाँकी छ पुगिन्छ होला भनेर त्यो त 27 किलोमिटर बाँकी पो रहेछ साफी बगर नपुग्दैसम्म अगाडिको लेटर सबै फोडेको थियो क्या पुरै फुटाएको थियो सो जहाँ पनि झुक्किन्छ बाई बाई अब यहाँबाट रामरोशन 5 किलोमिटर जति बाँकी छ यहाँ लेखिदिएको छ रामरोशन जाने बाटो हामी बल्ल रामरोशन पुगे जस्तो छ भाइ ठ्याक्कै यहाँसम्म पुग्दा 22 किलोमिटर नै छ हामी मात्रै पुगेको होला भन्नु गर्दा सीता गेस्ट हाउस राइट अहिले चाहिँ ठ्याक्कै 10:30 बज्यो हामीलाई चाहिँ 2 घन्टा लाग्यो यहाँ रामरोशन पुग्न मुजा बगरबाट बाइक यहाँसम्म आउँछ तर ल्याउन सक्नुपर्छ होइन बाइक आउन त आउँछ ल्याउन सक्नु पर्यो जोस पनि हुनु पर्यो यहाँसम्म पुग्नलाई ल ठिक छ अब हामी खाना खाएर होटलबाट ताल हेर्न निस्केको हाम्रो आजको लागि टुर गाइड भाइ छ भाइको नाम के रे भाइ उमेश होइन उमेश रोकाया मेरो एउटा साथी पनि छ उमेश रोकाया जुम्लातिरको उमेश भाइ छिटो हिँड्दा अनि उमेश हो उमेश हो
ताल पुगे जस्तो छौँ। वो यो तालको नाम चाहिँ बाटुल्ला ताल रहेछ। राम्रो छ। होटलबाट 15-20 मिनटको हिँडाइपछि हामी रामरोशन क्षेत्रको पहिलो ताल बाटुला ताल पुग्यौँ। रामरोशन क्षेत्रको उचाइ करिब 2500 मिटरदेखि 3800 मिटरसम्मको छ। पहिलो ताल बाटुला ताल हेर्दा पात आकारको देखिन्छ। यस्तो उचाइमा तराई जस्ता ताल देख्दा अलि फरक अनुभव भएको थियो। रामरोशनको भूगोल अलि फरक किसिमको नै देखिन्छ। बाटुला तालको छेउछेउ हिँडेर अघि बढ्यौँ। बाटुला तालपछि लगतै जिङ्गले ताल पर्दछ। जिङ्गले ताल यो क्षेत्रको सबैभन्दा ठुलो ताल हो। यो ताल अलि लामो आकारको छ। यी तालहरू छेउ बसेर तालहरूलाई मजाले निहाल्न सकिन्छ। यी सबै तालहरू हेर्दा अलि फरक किसिमको अनुभव भएको थियो। सायद पहाडी जिल्लामा धेरै फरक किसिमको भूभाग हेर्न पायौँ। बोट एक्लै डुलिरहेको थियो अनि बोट मगाएका छौँ। के छ त ढुङ्गाको सयर गर्ने हो? ठिक छ, डुलिन्छ ल। अगाडि अन्त यो डाँडा पुग्छ। कति घन्टा लाग्छ? माथि अब लाग्नु 4-5 घन्टा। 4-5 घन्टा? बेलुकासम्म पुग्नु छ? बेलुका पुग्नु। यहाँ कता आउनु भएको? अस्ति हामी 10 जना आयौँ। यता तल ए ए काम हेऱ्यौँ।
जिङ्गले ताल लगत्तै रोशन मैदान पर्दछ। रोशन मैदानको विशेषता पनि छुट्टै छ। अग्ला पहाडहरूको बिचमा एउटा घाँसे चौर जुन बिरलै देख्न पाइन्छ। रोशन मैदानले निकै ठुलो ठाउँ ओगटेको छ। चारैतिर पहाड, तालको छेउ र बिचमा बगिरहने सानातिना खोलाले यसको सुन्दरता अझै बढाएको छ। रोशन मैदान हामीलाई एकदमै मन पर्यो। रोशन मैदान हामीले मात्रै होइन, रेनबो फ्यामिलीले पनि मन पराएका थिए। रेनबो फ्यामिली अर्थात् हिप्पीहरूको समूह। उनीहरू यस ठाउँमा करिब 3 महिना बसेका थिए। उनीहरूको समूहबाट 967 जनाले यस स्थानलाई वासस्थान बनाएका थिए। विदेशी समूहमा नि चर्चित रामरोशन नेपाली सामु चाहिँ त्यति चर्चित हुन सकेको छैन। सायद एक दिन यहाँ ठुलो सङ्ख्यामा पर्यटकहरू बितिर्नेछन्। यस ठाउँको इतिहास पनि हेर्दा जनयुद्धको समयमा जनमुक्ति सेनाले यस ठाउँलाई आफ्नो वासस्थान पनि बनाएका थिए। रामरोशन क्षेत्र भएर कालीकोटको यात्रा पनि गर्न सकिन्छ। यहाँबाट दसैँ मनाएर अछामदेखि कालीकोट जाने थुप्रै मान्छेहरू भेटाएका थियौँ। यो क्षेत्र कालीकोट र अछामको सिमानामा अवस्थित छ। डाँडापारी देखिने कालीकोट र वारी अछाम। अलराइट, अहिले चाहिँ हामी यहाँ रामरोशन चौरमा छौँ। यो चाहिँ त्यो बाइक राखेको ठाउँभन्दा नजिकै छ। रमाइलो भइरहेछ। एकदम बवाल चौर छ, ठुलो छ। जो मान्छेले पहिलोचोटि देख्यो होला नि, त्यो त छक्क पऱ्यो होला है। यहाँपट्टि बिचमा भएको यो पुल पनि कस्तो क्लासिक देखेको क्या, एकदम दामी। चट्टान हो कि एभरेस्ट हो ललित दाइ? अहिले चाहिँ हामी यही चौरमा छौँ। यस्तो मजाको चौर छ, मजाले हरियाली नै छ होइन ललित दाइ अहिले त? सो हामी यो पुल हुँदै ऊ त्यहाँ यताबाट आएको, अनि यहाँबाट त्यो चौर हुँदा हुँदै यहाँनिर चाहिँ एउटा बोर्ड छ, किन्निमिन्नी जाने बाटो लेखेको छ। त्यो कुनाबाट पल्लो कुना पुगेपछि ठ्याक्कै यो भेटिन्छ। यहाँनिर यस्तो अवस्था आयो कि अब यहाँ ढुङ्गासुङ्गा छैन, पानी पनि गइरहेछ। अब जुत्ता खोलेरै जानुपर्ने भयो। जुत्ता खोल्न मन त थिएन, सकेसम्म ढुङ्गामै टेकेर जान मन थियो, तर के गर्ने। रोशन मैदान पुरै घुमिसकेर हामी किन्निमिन्नी मैदानतर्फ लाग्यौँ। किन्निमिन्नी मैदान अथवा किन्निमिन्नी पाटन। किन्निमिन्नी पाटन पुग्न यहाँबाट आधी घन्टा जस्तो लाग्दो रहेछ। फाइनली उता रोशन मैदानबाट यता किन्निमिन्नी आइपुगेका छौँ। हामी अहिले किन्निमिन्नी मैदानमा पुग्दैछौँ। माथिबाट यस्तो भ्यू देखिँदैछ, बिचमा बगेको चाहिँ कैलाश खोला, दामी भ्यू छ। यस्तो उचाइमा हामीले सबैभन्दा सुन्दर पाटनको दृश्य देख्यौँ।
पाटन बीचमा कैलाश खोला बग्दो रहेछ, जसले यस ठाउँको सुन्दरतालाई झनै बढाएको थियो। यो ठाउँ सायद कसैले पनि काल्पनिक तरिकाले सोच्न सक्दैन होला र कसैले सपनामा पनि सोच्न सक्दैन होला। किन्निमिन्नी पाटन हेर्दा अत्यन्तै सुन्दर छ। यो ठाउँ क्याम्पिङको लागि पनि उति नै उपयुक्त देखिन्छ। हामीलाई यस क्षेत्रभरिमा मन परेको पाटन चाहिँ किन्निमिन्नी पाटन हो। एकदमै विशाल किन्निमिन्नी पाटनमा आफ्ना समस्याहरू यहीँ राखेर बिर्साइदिए जस्तो लाग्छ। यो ठाउँ यस्तो मनमोहक छ कि आफ्ना चिन्ता फिक्री र समस्याहरू यही ठाउँमा भुलिदिउँ जस्तो लाग्छ। यो ठाउँ त्यस्तो सुन्दर छ। अहिले हामी किन्निमिन्नी मैदानमा हिँडिरहेको छौँ, तर खाली खुट्टै हिँडिरहेको छौँ किनकि मैदानको बाटो नाङ्गै खुट्टा पुरै यस्तो बिचबिचमा यस्तो पानी भरिएर हिँड्ने बाटो नै छैन क्या। अब फेरि यता होटल भएकै ठाउँमा आइपुगेका छौँ। यहाँबाट चाहिँ रामरोसन हुँदै ताल रामरोसन चौर हुँदै किन्निमिन्नी चौर हुँदै एउटा सर्किट गरेर यहाँ आइपुग्यौँ। टोटलमा 5 घन्टा जस्तो लाग्यो। हामी चाहिँ आज बेलुका यतै रामरोसन घुमेर हाम्रो रुम चाहिँ यो हो। पावर छैन यार। के को बाटो हुन्छ यो अलिक ठिकै हुन्छ तर यहाँ खस्टु भेडै हुन्छ नि त यो हलोको क्या ए हलोवाला ए हलो के को काठ यो तुलीको सुयाङ्रो हुन्छ नि सुयाङ्रो हुन्छ आरो हुने होइन अर्कै भन्छ। रामरोसनबाट निस्किएका छौँ, निस्किन्छौँ। यहाँबाट अब झिग्राना जाने प्लान छ। कपडा छ तसँग बुझ्ने यही रामरोसनबाट निस्केको। यहाँबाट अब हामी झिग्राना जाने प्लान छ। अनि त्यहाँबाट खप्टर आज चाहिँ डे 3 हो। हामीले रामरोसन पुरै घुमेर भ्यायौँ। सबै पाटनहरू तालहरू राम्रो राम्रो फोटोहरू पनि खिचेछौँ। डु चेक आवर इन्स्टाग्राममा चाहिँ बगल फोटो आउँछ, यसो हेरिदिनु होला। यहाँनिर पनि डलडले हिलो छ। म चाहिँ कहाँबाट हालौँ जस्तो भयो। रोकिन्छ दाना छाता हिजो यहीँनिर त हो नि जुत्ता भिजा। ल बाई बाई रामरोसन है त।
See you until next time. Thank you for visit रामरसन. हामी रामरसनबाट ठ्याक्कै मुजा बगर आइसकेका छौँ. ठ्याक्कै रामरसनबाट यहाँ 22 किलोमिटर रहेछ. यहाँ अब खोला ठुलो छ. जुत्ता लगायो भने जुत्ता भिज्छ अनि सकिन्न. त्यही भएर चप्पलै लाउनु पर्छ. जय गर्छ म चप्पल लाउने. ल अब हामी खोला तर्नलाई चप्पलमा आइसकेका छौँ. खुट्टा चाहिँ गइहाल्छ क्या जसरी भयो पनि त्यसमा. पुरै यहाँसम्म पानी आयो. अगाडि पनि एउटा खोला छ. सो हामी चप्पल लगाइरहेको छौँ. त्यहाँ पनि जुत्ता पुरै भिज्छ क्या. जे भए पनि माथि आउँछ यार पानी. हामी चाहिँ अहिले सिलगढी पुगिसक्यौँ. 8:30 बजे हिँडेको रामरसनबाट अहिले 2 बजिरहेको छ. लगभग 6 घन्टा जस्तो 5.5 घन्टामा सिलगढी आइपुग्यौँ. अब यो तल्लोको बजार चाहिँ सिलगढी भयो. अनि खप्तर झिग्राना जाने बाटो चाहिँ यहाँ छ. यहाँबाट माथि लाग्छौँ. यहाँबाट देखिरहेको छ. यहाँबाट चाहिँ माथि लाग्छौँ. ठ्याक्कै यहाँबाट चाहिँ बाटो छुट्यो. झिग्राना 15 किलोमिटर देखिरहेको छ. अझै 8-9 किलोमिटर बाँकी छ होला झिग्रानाको लागि. ब्रेक चढ भाइ. उठाएर यता ल्याउनु पर्ने. झिग्राना आइपुगेका छौँ. बाटोमा एउटा बवाल पुग्दैछ. फर्किँदा के हुन्छ थाहा छैन. अब त्यस्तै भयो भने त मजाले सकिन्छ. पानी परेन भने दाइ त्यति पनि सकिन्छ. त्यतिकै मात्र सकिन्छ. दुईजनाले बोकेर नि सकिन्छ. इनकेस पानी पऱ्यो भने चाहिँ फेरि सकिँदैन. त्यसैमा पहिरो थाप्यो भने के गर्नु होला. झिग्राना होमस्टे हामी 3 बजेतिर नै पुगिसकेका थियौँ. तर राष्ट्रिय निकुञ्जमा 2 बजेसम्म मात्रै अगाडि जान दिँदो रहेछ. हामी त्यो दिन जान पाएनौँ. भोलि सबैले उठेर जाने सोच बनाइसकेका थियौँ.
आज चाहिँ डे 4 अनि हामी आज यहाँ बिहान जिग्रानाबाट खतरोडको लागि हिँड्छौँ। आर्मी क्याम्पको गेट 7 बजी खुल्छ अरे, सो त्यहाँबाट 7 बजी निस्किन्छौँ। जिग्रानाबाट 7 बजे नै खप्तडको लागि निस्क्यौँ। त्यो दिन यात्रा गर्ने खासै कोही भेटिएको थिएन, हामी 2 जना मात्रै थियौँ। जिग्रानाबाट नै जङ्गलको उकालो सुरु हुँदो रहेछ, खप्तड नपुग्दासम्मै उकालो रहेछ। एउटा हाम्रो साथी थियो महेन्द्र भन्ने, महेन्द्र गब्बा। यस्तो बाटो पायो भने मैले यस्तै हिँड्थेँ अहिले गब्बाको जसरी। जङ्गलको चिरबिर आवाजमा पाइला अगाडि बढाउँदै हामी 3 घन्टामा बिचपानी आइपुग्यौँ। खानाको लागि अर्डर गरेर 1 घन्टा जस्तो समय त्यहीँ बितायौँ। बिचपानीबाट फेरि 3 घन्टाको हिँडाइमा हामी खप्तड क्षेत्रभित्र प्रवेश गर्यौँ। अलराइट, फाइनली हामी खप्तड नेसनल पार्क एरियाभित्र छिरिसकेका छौँ। बाटो अलिअलि सुरु हुँदैछ खप्तड नेसनल पार्कको। घन्टाको हिँडाइपछि हामीले भर्खर यो जङ्गलबाट पाटन देख्न सुरु भएको छ। यस्तो दामी हरियो देखिरहेछ। हेरौँ अब ठ्याक्क पुगेपछि कस्तो देखिन्छ है त। यो जङ्गल पनि यस्तो घना अनि रमाइलो छ। फाइनली पुगिसकेका छौँ। दामी देखिरहेछ भ्यू चाहिँ, बबाल छ। 6 घन्टाको हिँडाइपछि हामी यस्तो ब्युटिफुल डेस्टिनेसनमा आइपुगेका छौँ। यहाँबाट चाहिँ खप्तडको ल्यान्डस्केपको भूभाग सुरु भयो। अब यहाँबाट घुम्दै अगाडि बढ्छौँ। खप्तड राष्ट्रिय निकुञ्जको विशेषता तपाईँहरूलाई सबै थाहा नै छ होला, सायद गइसक्नु भएको पनि होला। हरिया पाटन भएको ठाउँमा निकै रमाइलो दृश्यको अनुभूति भयो। अहिले हामी खप्तडको क्षेत्रमै घुमिरहेछौँ। ल्यान्डस्केप त अति बवाल छ। यस ठाउँमा त्रिवेणी पाटन, खप्तड बाबा आश्रम, खप्तड जस्ता ठाउँ विशेष छन्। यहाँका पाटनहरू नै
यस क्षेत्रका मुख्य आकर्षण हुन्। अहिले चाहिँ हामी ठ्याक्कै त्रिवेणी पाटन आइपुग्यौँ। 4 दिनसम्म पानी परेको थिएन, आज चाहिँ हल्का हल्का पुग्ने बित्तिकै पानी पर्न थाल्यो। ठिक छ, त्यति भारी चाहिँ परेको छैन, अलिअलि परेछ। कहाँ गयो त्यो यार? अहिले चाहिँ हामी यो पाटन हुँदै हुँदै होटलतर्फ जाँदैछौँ। चारैतिर पाटन नै पाटन छ। यो यात्रामा हामी चौथो दिनमा खप्तर घुमेर 5औं दिनमा सिधै खप्तरबाट महेन्द्रनगर पुगेका थियौँ। यो यात्रा हाम्रो 5 दिनको रह्यो, जसमा हामीले नेपालकै मुख्य पर्यटक स्थल घुम्ने मौका पायौँ। नेपालको मुख्य पर्यटकीय स्थल भए तापनि यस ठाउँहरूमा लोकल पर्यटकहरू मात्रै देखिएका थिए, तर अन्य ठाउँहरूबाट घुम्न आउने पर्यटक हामीले खासै पाएनौँ। सुदूरपश्चिम प्रदेशमा यस्ता आश्चर्यजनक ठाउँहरू हुँदाहुँदै पनि सुदूरपश्चिम साँच्चै सुदूर नै भएको हो कि भन्ने प्रश्न पनि उठ्यो। सायद एक दिन यस ठाउँहरूले न्याय पाउनेछन् र यहाँ थुप्रै पर्यटकहरू घुम्न आउनेछन्। तपाईँहरू पनि एक दिन मौका मिलाएर अवश्य आफ्नो देशको स्थानलाई महत्त्व दिँदै घुम्न जानुहोला। धन्यवाद।